हिमालयको शून्य रात, स्थान कैलाश पर्वत, समय मध्यरात। हिमपात भइरहेको छ, बिजुली चम्किन्छ। भगवान शिव गहिरो ध्यानमा छन्। चारैतिर डमरूको सूक्ष्म ध्वनि सुनिन्छ। जब काठमाडौँ उपत्यका रहस्य, तन्त्र र देव शक्तिले भरिएको थियो, त्यही समय जन्म भएको थियो काल भैरवको। ब्रह्मादेव अहंकारले भरिन्छन्। ब्रह्मा, म नै सृष्टिको सर्वश्रेष्ठ देव हुँ, म भन्दा ठूलो कोही छैन। शिवको तेस्रो आँखा खुल्छ, भीषण प्रकाश निस्किन्छ। शिव, अहंकारले सत्यलाई ढाक्छ। ब्रह्मा, शिवको क्रोधबाट कालो अग्नि उत्पन्न हुन्छ। त्यो अग्निबाट विशाल, डरावलाग्दो तर दिव्य रूप प्रकट हुन्छ। काल भैरव। ध्वनि, डमरू, गर्जन, तुफानी हावा। काल भैरव, आदेश दिनुहोस्। धर्मको रक्षा गर, अधर्म र अहंकार नष्ट गर। काल भैरव त्रिशूल उठाउँछ, आकाश काँप्छ। प्राचीन काठमाडौँ उपत्यका। उपत्यकामा अनौठा घटनाहरू भइरहेका छन्। राति मानिसहरू हराउँछन्। मन्दिरहरूमा अज्ञात आवाज सुनिन्छ। जनता डराएर राजदरबारमा आउँछन्। महाराज, राति कालो छाया देखिन्छ। बच्चाहरू रोइरहेका छन्। गाउँमा आतंक फैलिएको छ। राजा गुणकामदेव चिन्तित हुन्छ। राजा गुणकामदेव, पुरोहितजी, यसको कारण के हो? महाराज, यो साधारण शक्ति होइन, यो त तान्त्रिक अन्धकारको कारणले गर्दा हो। दरबारमा एक वृद्ध साधु प्रवेश गर्छन्। साधु, यो अन्धकार तान्त्रिकलाई केवल काल भैरवले रोक्न सक्छ। सब चकित हुन्छन्। तान्त्रिकको रहस्य। स्थान, जंगलको गुफा। एक दुष्ट तान्त्रिक काला मन्त्र पढिरहेको छ। आगो नीलो रंगले बलिरहेको छ। तान्त्रिक, काठमाडौँ मेरो हुनेछ। देवताहरूले पनि मलाई रोक्न सक्दैनन्। उसले मृत आत्माहरू बोलाउँछ। कालो धुवाँ उपत्यकातिर फैलिन्छ। त्यही बेला गुफाभित्र भीषण हावा चल्छ। ध्वनि, घण्टी, डमरू। काल भैरव प्रकट हुन्छन्। काल भैरव, अधर्मको अन्त नजिक छ। तान्त्रिक हाँस्दै, मृत्युसँग पनि म डराउँदिन। भयंकर युद्ध सुरु हुन्छ। आगो, तन्त्र, त्रिशूल र मन्त्रको टक्कर हुन्छ। काठमाडौँको गल्ली। सानो बालक अर्जुन आफ्नी आमालाई बचाउन दौडिरहेको छ। कालो आत्माहरूले सहर ढाकेको छ। आमा, अर्जुन, बाहिर नजा। अर्जुन, यदि देवताले हामीलाई बचाउँछन् भने हामीले पनि साहस देखाउनुपर्छ। अर्जुन मन्दिरतर्फ दौडिन्छ। मन्दिरमा विशाल काल भैरवको मूर्ति उज्यालो हुन थाल्छ। अर्जुन, हे काल भैरव, हाम्रो रक्षा गर्नुहोस्। उसले घण्टी बजाउँछ। पुरै उपत्यकामा ध्वनि गुन्जिन्छ। आकाश कालो हुन्छ, बिजुली चम्किन्छ, मूर्तिबाट दिव्य ऊर्जा निस्कन्छ। काल भैरव विशाल रूप लिएर प्रकट हुन्छन्। जय काल भैरव। काल भैरव, सत्य र साहस भएको ठाउँमा भय रहँदैन। तान्त्रिकले अन्तिम शक्ति प्रयोग गर्छ। तान्त्रिक, म अन्धकारको राजा हुँ। म भन्दा शक्तिशाली कोही छैन। काल भैरव त्रिशूल प्रहार गर्छन्। भीषण विस्फोट हुन्छ। अन्धकार नष्ट हुन्छ। तान्त्रिक खरानी बन्छ। काष्ठमण्डपको निर्माण। स्थान, काठमाडौँ दरबार क्षेत्र। शान्त बिहान। जनता खुशी छन्। राजा गुणकामदेव आदेश दिन्छन्। राजा गुणकामदेव, यस उपत्यकाको रक्षकको सम्मानमा महान काष्ठमण्डप निर्माण गरिनेछ। इन्द्र जात्राको भव्य उत्सव। लाखे नाच, बाजागाजा। जनता काल भैरवको अगाडि पूजा गरिरहेका छन्। पुरोहित, काल भैरव न्यायका देव हुन्। झूट बोल्नेले यहाँ सत्य स्वीकार्न बाध्य हुन्छ।
एक चोर डराउँदै मूर्तिको अगाडि आउँछ। चोर, मैले चोरी गरेको थिएँ, मलाई क्षमा गर्नुहोस्। जनता अचम्म मान्छन्। काल भैरव केवल क्रोधका देव होइनन्, उनी सत्यका रक्षक हुन्। अन्तिम दृश्य, आजको काठमाडौँ, आधुनिक काठमाडौँ, भीडभाड, मोटरसाइकल, मन्दिरका घण्टीहरू। काल भैरवको मूर्ति अझै उभिएको छ। एक सानो बालक बाबुसँग सोध्छ, बालक, बुबा, काल भैरव साँच्चै छन्? बुबा, जबसम्म सत्य र न्याय जीवित छन्, काल भैरव पनि जीवित छन्। डमरूको आवाज गुन्जिन्छ। काठमाडौँको आत्मा, काष्ठमण्डपको इतिहास र काल भैरवको शक्ति कहिल्यै समाप्त हुँदैन।